के छ केटा आज चाहिँ हामी चाहिँ हैन M590 को टुर्नामेन्ट खेल्न लागेको है। यो चाहिँ एउटा स्पेशल मोड हो M590 को। M590 अनि थुप्रै गर्नुहुन्छ र यहाँ पनि त्यो टुर्नामेन्ट जस्तै पोइन्टर हुन्छ, बोय अकाउन्टको पोइन्ट हुन्छ, किलको पोइन्ट हुन्छ। हेरे केटा लास्ट भने त कोले यो जित्ला त है त ल। अहिले चाहिँ यो फर्स्ट राउन्ड 4 राउन्डको हुन्छ। फर्स्ट राउन्ड सुरु भइसक्यो यहाँ। मैले चाहिँ वुडपेकर के भन्छन् यसलाई एसबिडी भन्छन्। एसबिडी र M590 ले अगाडि बन्दाले कस्तो ल्याङ गरेर छ यार। कति गोली हान्छ त्यो भारी निस्किन त यार के गर्ने अब त्यसलाई। अबे ओए केटा डाउन पारेको त यार। ओए बस कस्तो आइगयो यार केटा हो। ओए मैले मार्दिन जस्तो लागिरहेको भाइ एक गोली। बस एक गोली। टाइट यार केटा लास्टमा मर्यो नि त यार के गर्ने। ठिकै छ हैन। अब मेरो टिमहरुको गेम प्ले हेर एकछिन हैन के गर्छ त यहाँ। हाल्ला त। मेरो टिममेटको नाम के छ? यो त मेरो टिममेट हैन त बट्टा कहाँ छ? ओ यो लाडजी EM लाडजी ला सुन्यो नाम? केटा सुन्यो नाम तिमीले? मामाजी हेर्नुस् नाम देख्नुभयो? हो हेर्नुस् है तपाईको यो नाम पनि हो। धनगढी कहिले आउनुहुन्छ दाइ? मामाजीको चुरोट कञ्चनपुर यसलाई। मामाजी चुरोट कञ्चनपुर यसलाई। अनि मैले बुढा गरेर मलाई अब चाहिँ गेमतिर तर्फ लागौँ चाहिँ हामी चाहिँ कस्तो हान्छ हेरौँ त। बोय हाल्ला कि नै जोन त लास्ट भइसकेको छ केटा हो। बोय हान्यो भने त हाम्रो बोयाको पोइन्ट किलको पोइन्ट धेरै आउँछ त्यहाँ टपमै हुन्छ नि त मुला हो। के हुन्छ लास्टसम्म हेरेर त केटा हो। र च्यानललाई सब्स्क्राइब र लाइक भिडियो इन्सम्म हेर न यार। मैले हाँसो लाउनु र केटा हो तिमीलाई। मैले फन भिडियो ल्याउनु र यार केटा के गर्छौ यार तिम्रो पनि यार। तै भएन है यसरी त। ओए यार नेटले मर्न लाग्यो त यार यो केटा त। ओए जक्कीको त यार फर्स्ट म्याच बोया होला भने त यार किलको अल धेरै पोइन्ट पाइएला टप हान्नेला भने के हुन्छ केटा हो। ओहो कति भयो 4 4 7 4 हामी थर्ड भयो नि त केटा अहिले त। थर्ड नम्बरमा छ म यार के गर्ने यार। अहिले चाहिँ वुडपेकर र यसै के भन्छन् M590। अब म जाउँछु तल। यो म्याच सेयर बोया केटा हो हेर है। बोया अनि मैले भारी मसँग यो म्याच किल गरेर पनि जिताउँछु यार है अगाडि पनि त। अबे यार कत्रो टाउको आयो यार केटा हो हेर त यार। यस्तो ल्याङ लाग्छ यार यस्तो टाउको देखेर यार। टाइट फ्ल्यास हल्का धेरै रामै तर ल यार अगाडि अफलाइन हो क्या टुर्नामेन्टमा अफलाइन क्या गजब है भाइ देख है केटा है। रुक म यसलाई खतम गर्छु। खतम भयो यो अगाडि फेरि भन्दा छ। अहिले चाहिँ हाम्रो एक किल भइसकेको छ है पुरा मेरो टिमको के 2 जना हुन्छ हुन त पुरै टिम त भनौँ हैन। पुरै टिमको खतम भइसकेको छ र अगाडि चाहिँ हाम्रो यहाँ माथि बन्दा छ र म यसलाई हान्दिन्छु एक गोली लास्ट एक गोली र खतम भइगयो। मैले मार्दिसकेँ। माथि वाट पर्नु पर्यो बन्दा होला यार। छैन त यार यहाँ बन्दा त कहाँ भागेको छ हो। कहाँ खोज्नु जाने यार फेरि। ओइ कहाँ छ यार यो बन्दा कहीँ छैन त यार। केटा यार मलाई त कस्तो लामो झुक्का आयो यार यत्रो मानु फ्यात्त परे टाउकोले त यार। टाइट भएन यार केटा हो। फायरिङ दिइरहेको छ कि त्यतादेखि छ चाहिँ कहाँ छ त्यो कहाँ छ हो त्यो यार कोही बेला नि यार। पक्केरा यार पट कहाँ छ यहाँ छ। अब यसलाई प्याक गरेर आइट किल चर्न कोसिस गरेको थिएँ। मेरो टिममेटले गाइडले लिन लायो यार के गर्ने। अहिले चाहिँ हामी चाहिँ 11 पोइन्ट छ है मेरो 5 को किलको। अनि प्लेसमेन्ट पोइन्ट पनि बोयाको 6 हुने रहेछ हैन। प्लेसमेन्टको छ अहिले चाहिँ फार्मस र M590 लिम यही लिम यही लिएर राम्रो होला जस्तो लागिरहेको मलाई अहिले यहाँ। यही ल्याउँदा राम्रो हुन्छ जस्तो छ। अब चाहिँ किल उठाम अहिले यहाँ किल यो गेम भारी मसँग किलसँग बोया हान्नुपर्छ कि अनि बल्ल धेरै होला। अझै भर छैन हामी फर्स्ट आउने कि सेकेन्ड आउने भनेर पहिला खेलौँ हैन के कस्तो हुन्छ। ओए मर्छु क्या यार यतादेखि पनि छ उतादेखि पनि छ यार। गलत ठाउँमा आएछु यार म त यार यहाँ के गर्ने यार। ओए नेट ओए केटा यहाँ त मर्न लाग्छ। ओए यार टाइट केटा कस्तो गरा यार यहाँ त यार कसरी माऱ्यो। विन्डोको गेम हेरौँ। मेरो टिममेट बचे छैन। मेरो टिममेट पनि जक्किएको छ।
कुन टिम हो यो यिनीहरूले त हान्दिन लाग्छ यार यिनीहरूले हान्लान् के भयो यार केटा हो यिनीहरूले हान्यो भने त राम्रो हो नि त यार पोइन्ट टेबल 1 काण्ड भनेर आउँछ है यो भिडियो केटा होला मैले तिमीलाई इन्टरटेनमेन्टको भिडियो हालेर हुन्छु तिमीहरूले सपोर्ट मात्र गरिदिनु होला होइन मामाजी हेर्नुभयो नि भिडियो हेरिरहनु छ हेरिरहनु है मामा है नचाहनु है मामा हामी चाहिँ होइन गेम चाहिँ खतरा हो क्या हामी त खेल्ने ल टिम फर विन कुन टिमले जित्यो यो ओहो यार केटा हेर त म टप 1मा 12 11 10 लास्टमा डु अर डाई हुनुभयो त यार केटा हो अहिले चाहिँ फार्मस लाग्दैन भिएसएस लाग्नु पर्यो अहिले चाहिँ चेक गर्नु पर्यो यार केटा अहिले त यार बराबर छ लास्ट राउन्डमा जसले जित्यो यो लास्ट राउन्ड हो जसले जित्यो त्यो टप 1 हुन्छ हाम्रो टेबलको अगाडि जानु पर्यो यार अगाडि हुनसक्छ भन्दा ओहो अगाडि भन्दा आइरहेछ के गर्ने एमै मिल्दैन यहाँ हान्न के गर्ने नेड हानिदिन्छु ल है के मर्ला त ओए नेड त्यहाँले त यार मैले नेड त यार त भएन हो यो यार कसरी के लाने त यो मरमला जस्तो सिचुएसन भयो यतादेखि जानु पर्यो बन्दा हिँडिसक्यो कहाँ छ देखिन त यार फोड्नु पर्यो अब ल एक गोली डाउन हानिदियो यहाँ अर्को एउटा बन्दा थियो कहाँ छ ए ऊ त घरमाथि रहेछ ऊ एम देखिया छ यो पनि मरेको ल अब लास्ट एकजना बाँकी छ त यार केटा ल है के हाम्रो होला त यहाँ ल केटा हो हामी चाहिँ टेबल टप 1 भइसक्यौँ होइन अहिले त पक्कै भयो हामीलाई कति छ 12 ल केटा यो टुर्नामेन्ट हामीले जितेको छौँ अरू 6 पोइन्टले 18 पोइन्ट आइसकेको छ यो टुर्नामेन्ट हामीले जितेक्यौँ ल त